पुरानो समयको कुरा हो, एउटा सानो गाउँमा प्रेम नामको युवक बस्थ्यो। ऊ लामा कपाल, चम्किला आँखा र बलियो शरीर भएको एक आकर्षक तर विनम्र व्यक्ति थियो। ऊ मेहनती, दयालु र साहसी थियो। गाउँमा सुनको चराको कथा प्रचलित थियो, जसलाई देख्न सक्नेको भाग्य चम्किन्छ भनिन्थ्यो। एक दिन प्रेमले जङ्गलमा जाने निर्णय गर्यो। त्यहाँ उसले एउटा बुढो मानिस भेट्यो। बुढो मानिस अग्लो, पातलो शरीरको, सेतो कपाल फुलेको र आँखामा गहिरो ज्ञान झल्कने व्यक्तित्वको थियो। ऊ लामो ढाका टोपी र गाढा रातो दौरा सुरुवाल लगाएको थियो। उसको हातमा एउटा काठको लौरो थियो र उसको मुस्कान शान्तिपूर्ण थियो। बुढो मानिसले प्रेमलाई चराको रहस्य जान्न 3 परीक्षा लिनुपर्ने बताए। पहिलो परीक्षा सत्यता। प्रेमलाई सुनौलो माला दिएर परीक्षा लियो, तर उसले इमान्दारीपूर्वक माला अस्वीकार गर्यो। दोस्रो परीक्षा साहस। प्रेमले एक अँध्यारो गुफामा छिरेर सिंहको सामना गर्यो, जसले उसलाई हानि गरेन। तेस्रो परीक्षा दयालुता। प्रेमले घाइते परेवाको उपचार गर्यो, जुन सुनको चरामा परिणत भयो। बुढा मुस्कुराउँदै भने, तिमी दयालु, साहसी र इमान्दार छौ, त्यसैले सुनको चरा सधैँ तिमीसँग रहनेछ। प्रेम गाउँ फर्कियो। उसको भाग्य चम्कियो र गाउँ समृद्ध बन्यो।